Hello everyone, welcome back to this channel English Hub with Sangeeta. In today's video, I'm going to teach you the next essay that is I Want a Wife, written by Judy Brady. Judy Brady um, is a breast cancer sufferer and she has written many articles related to social issues. Among those, this is also the one. Actually, Judy Brady has written this essay soon after she met one of her divorcee male friend who has already divorced, and then he just wants to get married very soon if he gets the suitable wife, though he has one child already. Because of that, the same case inspired Judy Brady to write this article, she has said. So let's discover what is in this essay. Actually, this essay discusses about the wife's role, especially in male-dominated society, where women are often expected to take on the role of household workers. This role includes cooking, cleaning, taking care of children and elders, and managing the daily needs of the family overall. Although this work is essential, it is often undervalued and taken for granted. Despite their hard work, women may not receive the recognition, respect, or freedom they deserve. Their contributions are usually seen as part of their duty rather than meaningful labor. In many cases, women have limited decision making power and their work is not rewarded with financial independence or social status. However, women in these roles show great strength, patience, and dedication. They often manage multiple responsibilities while supporting the emotional and physical well being of their families. Many also balance household work with jobs outside the home, proving their resilience and capability. No doubt there is a growing awareness today that the work done by women in the home is just as valuable as paid work and should be treated with respect and equality. यति मात्र होइन, हिजो आज त घरभित्रको काम समेत मेल र फिमेलहरू बिचमा बाँडेर गरिएको पाइन्छ. लेट्स से देयर इज द वर्क डिभिजन इभन इन द हाउस होल्ड कोर्स अल्सो इन दिस सिनारियो, अहिले चाहिँ टुडेज सिनारियो भनौँ स्पेसल्ली त्यो पाइन्छ. तर यो एसे भनेको 1970s ताका लेखिएको एसे हो. बट स्टिल इन आवर कन्ट्री एज वेल, इन सम अफ द सोसाइटिज, इन सम अफ द families, still the same matter is prevalent, right? Where women are taken as just household workers or अनपेड वर्कर्स भनौँ. यदि हामीले त्यही काम जुन काम चाहिँ हाम्रो वाइफ्सहरूले गर्छ अथवा भनौँ जुन काम चाहिँ हाम्रो महिला दिदीबहिनी आमाहरूले गर्नुहुन्छ घरभित्रको काम, यदि त्यही काममा हामीले कोही अर्कोजना मान्छे राखेको भए त अभियसली पे गर्नु पर्थ्यो नि त. तर उहाँहरूलाई त विदाउट पेमेन्ट अथवा भनौँ उहाँहरूलाई त कामको वर्थ अथवा भनौँ उहाँहरूको कामको प्रेज नै गरिँदैन नि त. त्यति हुँदाहुँदै समेत दे आर जस्ट इन्भल्भ इन द वर्क. एटलिस्ट कामको प्रेज हुनुपर्छ, कामको वर्क डिभिजन हुनुपर्छ भन्ने बारेमा समेत लेखिएको एसे हो यो. र यसले चाहिँ यदि कहीँ कतै त्यस्तो इन्जस्टिस भइरहेको छ भने इन्जस्टिस सहेर बस्नु भएन. आफूले आफ्नो न्यायको लागि चाहिँ आवाज उठाउनै पर्छ. अन्याय छ भने अन्याय सहेर बस्नु हुँदैन. अन्याय गर्ने भन्दा सहनु झन् ठुलो पाप हो भन्ने समेत यो एसेले हामीलाई सिकाउन खोजेको छ. Now let's discuss about the summary in Nepali. जुडी ब्राडीको एसे आई वान्ट अ वाइफमा उनले विवाहमा पनि विवाहपछि भनौँ न पत्नीले भोग्नुपर्ने सबै जिम्मेवारी र कामहरूको बारेमा लेखेकी हुन्. र उनले चाहिँ यो 1970 को दशक ताका महिलाले विवाहपछि कस्तो काम गर्नुपर्ने रहेछ भनेर एउटा रिडिकुलस वेमा तर त्यो कुरालाई गम्भीर तरिकाले देखाएकी छन्.
र यो एसे एउटा पावरफुल र आइरोनिकल एसे पनि हो, जसले 1970s को बेलाको चाहिँ देखाउन खोजिएको छ सिचुएसन्सहरू कस्तो थियो, कन्डिसन कस्तो थियो महिलाहरूको भनेर। हामी जस्ट इमेजिन गरौँ, यो त भयो 1970 ताकाको घटनाहरू है, तर हामीले स्टिल दोज इन्सिडेन्ट्स लेट्स से त्यो टाइपको वाइफको जस्तोको यहाँ इमेजिन गरिएको छ। त्यस्तो खालको वाइफ चाहिँ स्टिल इन आवर कन्ट्री, इन सम सोसाइटिज स्टिल दे जस्ट सहर्स राइट। सो त्यही खालको वाइफको एक्सपेक्टेसन राखिएको पाइन्छ। सो अझ भनौँ यो एसेमा ब्राडीले आफूलाई पनि एउटा वाइफ चाहिन्छ भनेर भन्छन्, जसले उनलाई यस्तो खालको वाइफको इमेजिन गरेकी छन् जसले चाहिँ बच्चाको हेरचाह गरोस्, बच्चालाई खुवाउने, नुहाउने, स्कुलको काममा बच्चालाई होमवर्क गराउन सहयोग गर्ने जस्ता काम। अनि त्यति मात्र होइन, घर सफा गर्ने, खाना पकाउने, किनमेल गर्ने, कपडा धुने र सबै घरको जिम्मेवारी लिएर बस्ने। र साथमा कस्तो भन्दाखेरि यदि पत्नीले चाहिँ आफ्नो पतिको मनोबल बढाइदिनु पर्ने खण्डमा बढाउनु पर्यो, पतिको समस्या सुनिदिनु पर्यो र उसलाई सान्त्वना समेत दिनु पर्यो रे। यस्तो खालको वाइफको परिकल्पना गरिएको छ हाम्रो एसेमा। र साथमा अझै बढी भन्नुपर्दाखेरि यदि हस्बेन्डले चाहिँ कुनै पनि खालको अफिसियल इस्युजहरू, अफिसको वर्कहरूमा उसलाई गाह्रो भयो भने त्यो बेला समेत वाइफले चाहिँ हेल्प गरोस् भन्ने टाइपको वाइफको इमेजिन गरिएको छ। यसको साथमा पत्नीले आफ्नो पतिको मनोबल बढाउनुपर्छ, पतिको समस्या सुन्नुपर्छ, उसलाई सान्त्वना दिनुपर्छ। अनि र जब उसलाई चाहिँ हुन्छ लाइक यो यौन सम्बन्ध राख्न मन लागेको खण्डमा वाइफ चाहिँ आफूलाई इन्ट्रेस्ट नै छैन भने पनि आफ्नो हस्बेन्डको लागि उपलब्ध भइदिनुपर्छ। चाहे त्यो बेलामा आफ्नो भावनालाई मारेरै किन नहोस्, आफ्नो इन्ट्रेस्ट नै छैन भने नि त्यो काम गरिदिनुपर्छ। अनि पत्नीले परिवारको कहिलेकाहीँ सामाजिक कामकाज जस्तै पार्टी हुनसक्छ, ग्यादरिङहरू हुन सक्छन्, जस्तो चाहिँ आयोजना गरिदिनुपर्छ। र त्यो बेलामा आफू सरिक नभइकन हस्बेन्डलाई फुल्ली फ्रिली उसलाई चाहिँ इन्जोय गर्न दिनुपर्छ। त्यो खालको वाइफको इमेजिन गरिएको छ। ब्राडीको एसे एकदम इजी छ पढ्नको लागि, जसले हामीले इजिली बुझ्न पनि सक्छौँ। र यहाँनिर यस्तो कामहरू देखाइएको छ, त्यो कामलाई सामान्य र साधारण जस्तो लागे तापनि त्यो काम कति धेरै भारी छन्। उनी आफ्नो कामको सूची यस्तो गरेर देखाउँछिन् कि सबैले बुझुन् होइन, पत्नीको काम कति इनइक्वल छ। अनि पत्नीले त्यो काम गरिराख्दा उनलाई कति धेरै टायर्डनेस पनि हुन्छ, तर कसैले पनि थकाइ लाग्यो कि लागेन भनेर समेत सोधिँदैनन्। सो यो कुरालाई समेत देखाउन खोजिएको छ हाम्रो एसेमा, जसले चाहिँ ट्रेडिसनल रोल्सलाई नै क्वेसन गरेको छ। यो एसेको लास्टमा एउटा क्वेसन छ, माई गड हु नट वान्ट अ वाइफ, अथवा यस्तो खालको वाइफ जसले चाहिँ टप टु बटम पर्फेक्ट होस्, जो मान्छे जसले बिहानदेखि बेलुकासम्म कुनै पनि खालको कम्प्लेन नगरिकन ए टु जेड कामहरू सबै गरोस् होइन। अनि काम गर्ने क्रममा थकाइ लाग्न सक्छ, तर थकाइ लाग्यो भनेर नभनोस्। त्यस्तो खालको वाइफ यदि पाइन्छ भने कसलाई वाइफ चाहिँदैन होला र हे भगवान् भनेर चाहिँ उनले एउटा क्वेसन गरेकी छन्। यो पक्कै पनि यसै पढिराख्दा हामीलाई घरिघरि हाँसो पनि लाग्छ, घरिघरि रिस पनि उठ्छ। त्यो स्वाभाविक हो, किनभने यो एसेमा एकजना महिलालाई, एकजना वाइफलाई, एकजना श्रीमतीलाई चाहिँ एउटा रोबोट भन्दा नि तल्लोको रूपमा कि रोबोटले बरु त्यति धेरै काम नगर्ला, उसलाई बरु बेला बेला चार्ज गर्नु पर्ला। तर वाइफ चाहिँ त्यस्तो होस् अरे जसले चाहिँ सबै कामहरू पर्फेक्टली गरोस्। अथवा अझ के पनि भनिएको छ भने यदि त्यो वाइफ जोसँग आफू बस्दा बस्दा वाक्क भएको छ भने, अथवा त्यो वाइफ मन परेन भने त्यो श्रीमान चाहिँ अर्कोजना वाइफ सर्च गर्न भनौँ, अथवा रिम्यारिज गर्न नि उसले पाओस् अरे कि त्यस्तो खालको वाइफ समेत खोजिएको छ हाम्रो एसेमा। भनेपछि एसे त पक्कै पनि सटेरिकल छ, ह्युमरस पनि छ, एट द सेम टाइम आइरोनिकल पनि छ। र यसले हामी पाठकलाई के सोच्न बाध्य बनाउँछ भने के त्यो जस्टिफिएबल छ त, महिलालाई यति धेरै काम दिने अनि पुरुषलाई चाहिँ नदिने। यो यस्तो खालको ट्रेडिसनल थिङ्किङलाई यो यसैले च्यालेन्ज गर्न खोजेको होइन त। ब्राडीको यो यसैले
के देखाउँछ भने एकजना महिला जसले विवाहपछि आफ्नो चाहना, स्वतन्त्रता, रहर सबै कुरा भुलेर अरूको मात्र सेवामा लिप्त हुन्छन्। उनले समाजलाई केही पनि क्वेसन समेत गर्न सक्दिनन्। तर हाम्रो राइटरले भन्छन् कि समाजलाई चेतावनी दिनुपर्छ अथवा समाजमा यदि यस्तो खालको असमानता छ भने हामीले एक्सेप्ट गर्नु हुँदैन। हामीले समानताको लागि, न्यायको लागि सङ्घर्ष गर्नुपर्छ र हाम्रो आवाजलाई बुलन्द गर्नुपर्छ। अनि मात्रै जस्टिफिएबल हुनसक्छ, अनि मात्रै महिलाको अधिकार सुनिश्चित हुनसक्छ, अनि मात्रै महिलाको आइडेन्टिटी इस्टाब्लिस हुनसक्छ। त्यसैले यो निबन्धले महिलाको अधिकार र समानताको लागि आवाज उठाएको छ र यसले धेरै मानिसहरूलाई सोच्न समेत बाध्य बनाएको छ। अब हामी कुरा गरौँ यो एसेमा रहेको की थिम्सको बारेमा। पहिलो की थिम्स रहेको छ जेन्डर रोल्स एन्ड एक्सपेक्टेसन्स, अथवा भनौँ यो एसेमा लैङ्गिक भूमिका र अपेक्षामाथि क्वेसन्स गरेको छ, जसले चाहिँ समाजले अलरेडी जुन यो काम महिलाको, यो काम पुरुषको भनेर जुन एउटा जेन्डर रोल्सहरू डिभाइड गरिदिएको छ, त्यो कुरालाई नै त्यसलाई नै क्वेसन गरेको छ। यो पक्कै पनि एक्सप्लेन गरिराख्नु पर्छ जस्तो लाग्दैन मलाई, हामीले समरीमै मजाले एक्सप्लेन गरिसकेका छौँ। र अर्को रहेको छ इनइक्वालिटी एन्ड इन्जस्टिस इन म्यारिज, अथवा भनौँ यसले विवाहमा पनि कार्यको असमान बाँडफाँड अर्थात् जस्तो आफ्टर म्यारिज भनौँ, जहाँ चाहिँ महिलाहरूले नि बालबालिकालाई हेर्नुपर्ने, खुवाउनु पर्ने, बालबालिकाको डाइपरहरू चेन्ज गर्नुपर्ने, घरको काम गर्नुपर्ने, त्यस्तै गरी घरको फ्यामिली मेम्बर्सको इमोसनल सपोर्ट गर्नुपर्ने लगायतका कामहरू त अत्याधिक मात्रामा महिलालाई मात्रै बर्डन स्वरूप दिएको हुन्छ नि त, जबकि पतिलाई यो खालको जिम्मेवारी दिएको छैन, जसले गर्दाखेरि त्यहाँ इनइक्वालिटी भएको छ, इन्जस्टिस भएको छ, इभन इन म्यारिज अल्सो। यो कुरालाई देखाउन खोजिएको छ एसेमा। त्यस्तै अर्को छ इमोसनल लेबर, अथवा भनौँ शारीरिक मात्र नभएर महिलाले त आफ्नो पतिलाई मनोवैज्ञानिक समर्थन, सुख दुःखमा साथ दिने र एक्सपेक्टेसन राखिएको छ, राखिन्छ पनि होइन। सो त्यस्तो हुँदाखेरि त्यसो भने उनले जुन साथ दिन्छन् त्यो भावनात्मक स्थिति सुमधुर बनाउनको लागि, तर पनि त्यो कामलाई कसैले पनि इग्नोर गरिदिन्छ कि, मतलब कसैले पनि उनको कामलाई काउन्ट गर्दैन। त्यसैले गर्दा एउटा इमोसनल लेबर देखाइएको छ। अर्को छ सटायर एन्ड आइरोनी। यो एसे पक्कै पनि सटेरिकल छ, आइरोनिकल छ, जसले हामीलाई बेला बेला रिस पनि उठ्छ, हाँसो पनि ल्याउँछ। जस्तो हाँसो किन ल्याउँछ त भन्दाखेरि एउटा यस्तो खालको वाइफको एक्सपेक्टेसन गरिएको छ हाम्रो एसेमा, जो वाइफ चाहिँ बटम टु टप पर्फेक्ट हुनु पर्यो कि। तर हामीलाई थाहा छ नो मेन इज पर्फेक्ट इन एनिथिङ, तर हाम्रो एसेमा भनिन्छ एकजना महिला जो चाहिँ इच एन्ड एभ्री वर्कमा पर्फेक्ट हुनु पर्यो होइन, इभन दो सी मे बी टायर्ड, तर पनि टायर्डनेस भएको हुनु भएन, देखाउनु भएन। एभ्री टाइम फेसमा स्माइल लिएर आउनु पर्यो होइन, उसले एभ्री वर्क गर्नु पर्यो, र ओभरअल उसले काम गरेको चित्त बुझेन भने हस्बेन्डले अर्को म्यारिजको लागि समेत फर्दर मुभ गर्दा उसले कुनै पनि खालको कम्प्लेन नगर्नु पर्ने, कुनै पनि खालको रियाक्सन नगर्नु पर्ने अरे कि, त्यो टाइपको वाइफको इमेजिन गरिएको छ हाम्रो एसेमा। त्यसैले एउटा सटायर र आइरोनी पनि हो। अर्को छ फेमिनिजम एन्ड सोसल क्रिटिक, अथवा यो एसेले नारीवादी दृष्टिकोणसँग मेल खाएको देखिन्छ, जसले चाहिँ परम्परागत विवाह र लैङ्गिक भेदभावलाई चुनौती दिएको छ र समानताको आवश्यकता हुनुपर्छ भन्ने कुरा औलाइएको छ एसेको थ्रुबाट। अर्को छ अनएक्नोलेज्ड लेबर, अथवा महिलाले जति पनि घरायसी काम गरेकी छन् होइन, त्यो काम त एक खालको बेतलबी भयो नि त, पैसा नै पाउँदिनन् उनले, त्यही पनि पैसा नपाइकन पनि उनले एटलिस्ट उनले गरेको कामको त प्रेज गरिदिनु पर्थ्यो, कदर गर्नु पर्थ्यो, सम्मान गर्नु पर्थ्यो, तर कसैले पनि त्यसलाई के गरिदिन्छ त, अनदेखा गरिदिन्छ सबैजनाले। सो त्यसैले गर्दा यो यसैमा अनएक्नोलेज्ड लेबर देखाइएको छ। अर्को छ सेक्सुअल एक्सपेक्टेसन्सहरू, जस्तो महिलाले चाहिँ आफ्नो इच्छा विपरीत पनि यदि पतिको इच्छा छ भने उसको लागि यौन सम्बन्ध राख्नको लागि उपलब्ध भइदिनु पर्ने होइन, त्यो कुरालाई देखाइएको छ। र त्यो खालको सामाजिक अपेक्षामाथि पनि यो एसेले प्रश्न खडा गरेको छ।